सो गाइस चिया चाहिँ सकियो एकछिन यस्तो हिँडे जस्तो गर्नु पऱ्यो टक्क लगाएर एक्सर्साइज पनि हुन्छ घाम पनि तातिन्छ होइन एन्ड भर्खरै उठेको खाना बनाउनु छ रोड सफा गरेर रहेछ आज चाहिँ यो बस चाहिँ पिकअप गर्छ मार्केटमा सपिङ गर्न जानु पऱ्यो भने फ्री डेलिभरी सर्भिस बस यहाँ त गयो क्या मैले भिडियो बनाइरहेको छु म आफूलाई देखेकै छैन कि मेरो चाहिँ नि घाम सो छोटो यात्रा गर्दैछु मैले अब हामी चाहिँ नि नेपाली त नेपाली नै हो सो गाइस यो म उठेको रुगा लगाइरह खोकी पनि लाह एउटा व्हाइट टी सर्ट लाएको छ अनि ट्राउजर लाएको छ होइन अनि हिँडिरहेको छु मतलब छैन यस्तो अब के भन्ने कसरी चाहिँ बताउने कसरी बुझाउने भन्ने कुरोमा चाहिँ तपाईँको म हालमा चाहिँ कतार छु त्यो पनि यहाँ लेबर अकोमोडेसन सेन्टरतिर छु भन्नाले चाहिँ कसरी सम्झाउने यार बोल्नै आउँदैन कि फेरि अब बोल्नै नआएपछि गाह्रो हुँदो रहेछ सो म अब तपाईँहरूले हेर्ने चाहिँ यता दायाँ बायाँ केही पनि होइन सिर्फ मलाई हेर्ने हो मेरो फेसलाई हेर्ने हो राम्रो लाग्छ नलाग्छ अब नराम्रो लाग्नेलाई नि अब के भन्न चाहन्छु भन्दाखेरि हेरिदिनुहोस् हेर्दैमा तपाईँको इम्पोर्टेन्ट समय जाँदैन होला सो त्यसै कारण चाहिँ बाई बाई